हेलो साथीहरु, मैले चाहिँ मेरो छोरोको भात खुवाएको विषयमा कुरा गर्दैछु ल। मेरो छोराको भात खुवाइ चाहिँ 2079 चैत 24 गते भएको हो। अनि मैले नि यसरी गरेको थिएँ भनेर राख्न मन लाग्यो अनि त्यही भएर राख्दै छु है। यो चाहिँ हामीले कम्प्युटर प्रिन्ट गरेर गिल्टर पेपरमा बनाएको थियौं। अनि यो चाहिँ 2 जनाको छ हैन, छोरो आर्थव र छोरी बियानी। यिनीहरुको चाहिँ सँगै चैत 24 गते नै भात खुवाइ परेको थियो अनि हामीले सँगै नै डेकोरेट पेपरहरु ल्याएर गरेको थियौं। यसमा चाहिँ सबभन्दा धेरै हामी थ्याङ्कफुल चाहिँ सुजाता बहिनीमा छौं। उनले चाहिँ एकदम धेरै हेल्प गरेको थियो हामीले बनाउन। अनि अब मेरो छोरोको भात खुवाइको दिनको सुरुवात हुन्छ साथीहरु। यो चाहिँ हाम्रो घर हो। अनि यो घर चाहिँ हाम्रो वालिङ 9 बाईहोलामा छ। अनि यो चाहिँ पर्वत रोड जाने अगाडि पर्छ के। अनि यसरी नै भिडियो बनाएको थियौं हामीले त्यो दिनमा। अनि ल आउनु साथीहरु, हाम्रो घरमा प्रवेश गरौँ। अनि हाम्रो डेकोरेसन चाहिँ यो छतमा बनाएको थियौं। अनि यो भिडियोहरु बनाउन चाहिँ बहिनीले बनाइथिन्। अनि यो फोटोहरु खिचेर एकदम हाम्रो के रे बाबुको भात खुवाइमा एकदम मेमोरेबल डे बनाउन चाहिँ हाम्रो ज्वाइँको हात छ हस। अनि यहाँ चाहिँ बिहानै बाबुको भात खुवाइको लागि जुरेको भएर उसको दिदीहरुले चाहिँ ठ्याक्क टाइममा भात खुवाउँदै छन् है। सबैजनाले हेर्नु होला। उसको ठुलो दिदीले टिकी लगाइदिएर माम खुवाइदिएको छ। अनि माला पनि लगाइदिए छोरीहरुले। अनि माला पनि छोरीहरुले लगाइदिसकेपछि अनि मम्मीले चाहिँ हेर्दै कति राम्रो भएछ भनेर भन्नुभएको छ। यो चाहिँ मेरो बाबुको आउटफिट भात खुवाइको दिनको। अनि त्यसपछि माला। अनि यो चाहिँ बाबुको डेकोरेसनको सामानहरु फोटो। यो चाहिँ बाबुलाई नुहाउने कुरा हो। अनि मेरो बाबुको भात खुवाइको यस्तो भएको थियो लुक चाहिँ। यो चाहिँ हाम्रो आउटफिट हामी 3 जनाको। उसको ड्याडीले चाहिँ बाबुलाई नुहाइदिँदै हुनुहुन्छ। अनि यसरी नै भात खुवाइ भएर सबैजनाले खाना खुवाएर यसरी राम्रो भएको थियो हाम्रो भात खुवाइ। थ्यांक यू सो मच सबैले हेरिदिनु भएकोमा। अनि बाइ बाइ। अब मेरो बाबुको बर्थडेहरुको पनि मैले यसरी नै भिडियो बनाएर ल्याउँछु है साथीहरु। सबैजनाले मिलेर हेरिदिनु होला। बाइ।